गहटाले भन आज बारिस हुन्छ डोल पहिरो हुन्छ पाखा लागम भनेर गहटाले भन सर्पले भन मेरो विष बुद्धि छ म मर्दैन पाखा लाग्दैन भनेर सर्पले भन भेकुटाले भन मेरो दस बुद्धि छ म मर्दैन म पनि पाखा लाग्दैन भन गहटा पाखा लाग्यो ढुङ्गाको चरमा पसो राति डोल पहिरो बारिस भयो त्यहाँबाट पछिल्ला दिन गहटा चरबाट निस्केर हेर्न गयो हेरेर जाँदाखेरि सर्प मरेको पानीको छडमा परेको यस्तै पानीको छडाले हल्लाउने भेकुटा ओटाने परेर मरेको त्यहाँबाट गहटाले के भन्नु भनेपछि बिसा बुद्धिका उल्लुरी खेल्दा दश बुद्धिका ओटाने परि मर्दा एका बुद्धिका खुरुखुरु आना खुरुखुरु जाना भन आफूलाई आफू एक बुद्धिको भयो त्यो चाहिँ कसले गहटाले भन एक बुद्धिको बाँचिगयो बिस बुद्धिका खतम मरिगयो दश बुद्धिको चुल्लुरी खेल्दा दश बुद्धिका ओताने परि मर्यो हो त्यस्तो हिउँ पर हिउँचुली डाँडा कारणबाट कुन्ना 12 बेसी निगालाका चोया कति सय हुन्न भनेर भनौँ त्यहाँबाट अब न्याउली बासो डाँडा काँडा काल्चे बासो खोला भनेर भनौँ 12 बेसी निगालाका चोया 960 हुन्न भनेर भनौँ त्यो जवाब त्यसरी फर्काइयो होइन हुन पनि 960 त हुन्छ नि त उही पनि यहाँका निगाला 4 निगाला एक निगालाका 4 को दरले गर्दा त्यति हुने चोया एक निगालाका 4 चोया त्यस्तो ल्यायो अहिले कहाँ छौ गहुँ काट्न गहुँ काट्न कति आँटा काट्यौ काट्या 5 आँटा है छ ल यहाँ दर्शकहरूलाई के भन्ने भिडियोलाई लाइक कमेन्ट गर्नु होला भन्नु भिडियोका लाइक गर्नु होला सबैले म अब दैनिकी भिडियोमा आउने छु भन दैनिकी म भिडियोमा आउने छु धन्यवाद भन धन्यवाद